माननीय सभामुख महोदय, आज मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, विभिन्न आयोगहरू, मुख्य न्यायाधिवक्ताको कार्यालयसँग सम्बन्धित प्रदेश सभा सचिवालयका विनियोजित शीर्षकहरूमाथिको छलफलमा हामी सहभागी भइराखेका छौँ। म सुरुमा धेरै विषय त छैन, विगतको आन्तरिक मामला मन्त्रालय अहिले मुख्यमन्त्री कार्यालयसँग समायोजित भएको त्यसको कार्य जिम्मेवारीको हिसाबले हेर्दाखेरि विपद व्यवस्थापनको जिम्मेवारीमा जे कार्यक्रम तय भएको छ यो अलिकति परम्परागत र औपचारिक कार्यक्रम मात्रै भयो भन्ने मेरो ठहर छ। जिल्ला स्थित विपद व्यवस्थापन कार्यालयहरूमा निश्चित पैसा दिने राहत सामग्रीहरू किन्नको लागि र उसको लागि भनेर केही बजेट छुट्याइएको छ। त्यतिले मात्रै हाम्रो जस्तो विपदको उच्च जोखिममा रहेको प्रदेशमा त्यो कार्यालय मात्रै काम गर्दैन जस्तो लाग्छ मलाई। मेरो प्रस्ताव के छ भने अब यो वर्ष त भइहाल्यो, आगामी दिनमा हामीले ध्यान दिनुपर्ने के जस्तो लाग्छ भन्दाखेरि प्रदेश सरकारको अगुवाईमा नेतृत्वमा वडा स्तरमा विपद उद्धार समितिहरूको अवधारणामा हामी जानु जरुरी छ जस्तो लाग्छ। त्यसको लागि बजेटै दिनुपर्छ भन्ने छैन, अवेरनेस गर्ने र त्यसपछि गएर केही विपद सामग्रीहरू राख्ने र 718वटै वडामा विपद सम्बन्धी कार्य गर्नको निमित्त एउटा विपद उद्धार समिति जस्तो युवाहरूको बनाउने हो भनेपछि त्यो समिति प्रदेश सरकारसँग स्वतः रूपमा जोडिने र विपदका कामहरूलाई त्यसपछि त्यसमा सहयोग गर्ने, यताउता अरू तत्काल राहत राहतका नभनौँ उद्धारका कामहरू उसले गर्न सक्ने स्थिति हुन्छ। यो मोडालिटीमा गयो भनेपछि र त्यसपछि जिल्ला विपदलाई पनि बलियो बनाउँदै जाने हो भनेपछि हाम्रो जस्तो उच्च जोखिममा रहेको विपदको उच्च जोखिममा रहेको प्रदेशमा यसलाई व्यवस्थित गरेर जान सकिन्छ जस्तो लाग्छ। त्यसरी व्यवस्थापन गरौँ भन्ने मेरो ठम्याइ छ। अर्को कुरा, लागु औषध दुर्व्यसनी सम्बन्धी पनि यो मन्त्रालयको कार्य जिम्मेवारी हो, तर अहिलेको बजेटमा म दुःखका साथ भन्न सक्छु त्यो शीर्षक नै रहेनछ हैन। हाम्रो प्रदेशमा लागु औषधको कारणले गर्दाखेरि यो विकृतिजन्य अवस्था दिन प्रतिदिन बढ्दो अवस्थामा छ। त्यसको कारणले गर्दाखेरि ठुल्ठुला अपराधजन्य गतिविधिहरू भइराखेका छन्। त्यस कारणले गर्दाखेरि यो लागु औषध दुर्व्यसनीलाई पनि नियन्त्रण गर्नको निमित्त त्यो लक्षित उमेर समूहमा त्यही प्रकारको एउटा प्लेटफर्म बनाएर हामीले काम गर्न सक्यौँ भनेपछि बजेटको ठुलो भोल्युम चाहिँदैन। प्रदेश सरकारको अपनत्व हुने गरी त्यो कार्यलाई अगाडि बढाएर लिन सकियो भनेपछि यसलाई पनि न्यूनीकरण गरेर जान सकिन्छ, आफ्नो भूमिकालाई पुरा गर्न सकिन्छ जस्तो लाग्छ। यो कुरामा अलिकति कमी रहेको कुरा अनुभूति हुन्छ मलाई। त्यसपछि गएर मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय ओभरसाइड अफिस हो, सबै मन्त्रालयहरूलाई विभिन्न ढङ्गले नेतृत्व गर्ने, निर्देशन गर्ने, विभिन्न सुशासनलाई कायम गर्ने मन्त्रालयको त्यसको नेतृत्व गर्ने भएको कारणले गर्दाखेरि मैले के भन्छु त भन्दाखेरि हाम्रा विभिन्न प्रतिवेदनहरूले के उल्लेख गर्छ भने अनुगमन त हुन्छ मुख्यमन्त्री कार्यालयबाट, तर अनुगमनको प्रतिवेदन हुँदैन भनेर औँल्याइराखेको छ। यो कुरालाई माननीय मुख्यमन्त्री यहाँ हुनुहुन्छ, उहाँले गम्भीरतापूर्वक यो कुरालाई लिएर आगामी दिनहरूमा अनुगमन गर्न, यो एउटा हाम्रो अब यो कसैप्रति आक्षेप आरोप होइन, हामी प्रदेश सभाबाट पनि अनुगमनमा जाँदाखेरि हामीले कतिको प्रभावकारिता अपनाइराखेका छौँ त्यसमा हामी प्रदेश सभाका सदस्यहरूले विभिन्न समितिहरूले पनि ध्यान दिनुपर्ने छ जस्तो लाग्छ। तर अझ खास गरी कर्मचारीहरूको अनुगमन कस्तो छ भन्दाखेरि जे अनुगमन गर्नुपर्ने हो त्यहाँ पुग्यो, फोटो खिच्यो, त्यसपछि गएर गन्तव्य अन्तै बनायो होइन, पछि त्यसलाई बेरोजु नआउनको निमित्त फोटो देखाइदिने यो हाम्रो प्रचलन छ, संस्कारको रूपमा त्यो विकास भइराखेको छ। त्यो हाम्रो सन्दर्भमा सुशासनको लागि अनुगमनको हामीले जे अपेक्षा गरेर अनुगमन गरिराखेका हुन्छौँ त्यो हिसाबले हेर्दाखेरि यो बडो दुःखदायी एकदम दुर्घटना गम्भीर विषय हो। यसलाई आगामी दिनमा हामीले प्रदेश सभाबाट हुने अनुगमनहरूलाई पनि कसरी फलदायी बनाउने र सरकारका कर्मचारीहरूबाट पनि हुने अनुगमनहरूलाई कसरी परिणाममुखी बनाउने, फलदायी बनाउने भन्ने सन्दर्भमा यसलाई अलिकति गम्भीरतापूर्वक अगाडि बढाएर जानुपर्ने आवश्यकता छ जस्तो लाग्छ मलाई। अब वित्तीय सुशासन हाम्रो बजेट कार्यान्वयनको समग्र पक्षको पनि नेतृत्व गर्नुपर्ने भएको कारणले गर्दाखेरि यसमा हामीले अलिकति मुख्यमन्त्री कार्यालय अलि बढी प्रोएक्टिभ भएर नै काम गर्नुपर्ने जस्तो मैले देख्छु। बजेटका सन्दर्भमा अब विभिन्न कार्यक्रमहरू बजेटको विनियोजन अलिअलि त भएकै छ, बजेट विनियोजन भएर मात्रै शीर्षक राखेर मात्रै हुँदो रहन्छ, त्यसको व्यवहारिक कार्यान्वयन हामीले कसरी गर्न सक्यौँ भन्ने हुँदो रहेछ। मैले अस्ति भनेको थिएँ सभामुख महोदय, सामाजिक विकास मन्त्रालयले यो चालु आर्थिक वर्षभन्दा अघिल्लो आर्थिक वर्षमा के गरेछ भन्दाखेरि म फेरि स्मरण गराउन चाहन्छु, आफ्नै मन्त्रालयमा विद्यालय मर्मत गर्ने भनेर मन्त्रालयमा सम्झौता गरेछ हैन। अघि मुख्यमन्त्रीको मैले मान्य मन्त्रीज्यूको मैले जवाब सुन्दै थिएँ, के व्यथिति भएको छ भन्दै हुनुहुन्थ्यो। त्योभन्दा अरू व्यथिति के हो भनेको क्या हैन। सामाजिक विकास मन्त्रालयको कार्यान्वयन गर्ने निकायहरू त तमाम छन् त, आफ्नो मन्त्रालयमा योजनाको सम्झौता भयो, ती बिचरा त्यो विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र प्रहहरू अहिले त्यो 3 लाख 4 लाख 5 लाख रुपियाँको सम्झौता भएर रहेछ, भुक्तानी हुन सकेन, नभएर अहिले बिचराहरू रुँदै हिँडिराखेका छन्। बिचरा भन्दाखेरि अब मैले त्यसो अब यसलाई नेगेटिभ अर्थ नलागोस् होइन, त्यो अवस्था सिर्जना भइरहेको छ। योभन्दा व्यथिति अरू के हुन्छ भनेको
अरू शीर्षकमा म जान चाहन्न, यो सडक सदनमा, यो गरिमामय सदनमा म रेकर्ड गराउन चाहन्न। तर हामी कहीँ न कहीँ चुकेका छौँ भन्ने कुरा हामीले मानेर अगाडि बढेपछि सुधारको पक्षमा जाने हो भन्ने कुरा मैले राख्न चाहन्छु। त्यो कुरा नमानिदिने होइन, गर्दै जाने, नमान्ने, नस्वीकार्ने भएपछि त सुधार पनि गर्न सकिँदैन सभामुख महोदय। त्यस कारणले गर्दाखेरि सरकार, माननीय मुख्यमन्त्रीज्यू, माननीय मन्त्रीज्यूहरू, हामी सबै प्रदेश सभामा यो वा त्यो रूपमा हामी हिस्सेदार छौँ। प्रतिपक्ष अरू सत्तापक्ष भन्ने विषय होइन यो। हामी कुनै न कुनै रूपमा त्यो हिस्सेदारी हामीले लिनुपर्छ र त्यो सुधारका पाटा पक्षहरूलाई अगाडि बढाएर लैजानुपर्छ भन्ने कुरा म यहाँ राख्न चाहन्छु। र त्यसपछि गएर मैले एउटा कुरा आजको यो सम्मानित सदनमा म के आग्रह गर्न चाहन्छु त भन्दाखेरि, बजेट निर्माणको सन्दर्भमा हामी अब यो 9वटा बजेट यहाँ हामी अहिले प्रस्तुत हुँदैछ होइन। 9वटा बजेटमा हेर्दाखेरि सबै बजेटमा यस्तै हाम्रो छलफल भइराखेको छ। सुधार कसरी गर्ने होला त, अब कसरी सुधार गर्ने हो भन्ने विषय अब छलफल गर्न ढिलो गर्नु हुँदैन। अब त ढिलो नै भइसक्यो, 9 वर्ष बिताइसक्यो होइन। अब हामीले ढिलो गर्नु हुँदैन भनेर अब 10औं वर्षमा हामी प्रवेश गर्दैछौँ, हामीले गर्न सक्ने त केही छैन। तर आगामी दिनमा, आगामी आउने प्रदेश सभालाई पनि केही उपहारको रूपमा हामीले बजेट निर्माणका सन्दर्भमा केही एउटा प्रोसिड्युर बनाइदिएर हामीले उपहारको रूपमा छोडेर जाने हो कि भन्ने मेरो मत छ। अस्ति मैले सुन्दै थिएँ सङ्घीय संसदमा एउटा छलफल चलिरहेको बेला एकजना मान्यले राख्दै हुनुहुन्थ्यो, एकचोटि स्वर्गीय भरतमोहन अधिकारी अर्थमन्त्री भएको बेलामा बजेट प्रस्तुत हुनुभन्दा अगाडि नै बाहिर लिक भयो भनेर ठुलो हङ्गामा परे। त्यसपछि गएर संसदीय समिति बनेर बजेट निर्माणको एउटा प्रोसिड्युर बनाउनुको निमित्त संसदीय समिति बनेर त्यसपछि त्यो संसदीय समितिले बजेट निर्माणको एउटा प्रोसिड्युर बनायो। त्यो प्रोसिड्युरमा आजका दिनसम्म सङ्घीय संसदको अथवा नेपाल सरकारको बजेट निर्माण भइरहेको छ। यद्यपि अहिले पनि बजेट निर्माणमा कमीहरू छन्, त्यहाँ हङ्गामा भइरहेको छ त्यो कुरा। तर म के भन्न चाहन्छु त भन्दाखेरि, हामी पनि एउटा यस्तो प्रोसिड्युर बनाऊँ जो यो प्रदेश सभाबाट पारित गरौँ। भोलिका दिनहरूमा पनि अनिवार्य रूपमा त्यो मन्त्रीले, मुख्यमन्त्रीले, सांसदहरूले, योजना आयोगलेदेखि लिएर बजेट निर्माणको प्रक्रियामा सहभागी हुने सबै टुल्सहरू जति छन् तिनीहरूले अनिवार्य रूपमा त्यसलाई अङ्गीकार गर्नुपर्ने एउटा बाध्यात्मक स्थितिको सिर्जना गर्ने हो कि। त्यसपछि गएर त्यसमा मान्य प्रदेश सभा सदस्यहरूको पनि भूमिका हुन्छ, मन्त्रीको पनि भूमिका हुन्छ, मुख्यमन्त्रीको पनि भूमिका हुन्छ र त्यसपछि गएर योजना आयोगदेखि लिएर सबै टुल्स जति सबैको भूमिका हुने भएको कारणले गर्दाखेरि बजेट आइसकेपछि यो प्रकारका टिका टिप्पणी गर्ने होइन, हो त अपनत्व त हुनुपर्छ त सबैको होइन। अब म सहभागी छैन बजेट निर्माणको क्रममा, त्यसपछि गएर मलाई त अर्को लाग्छ जब म त्यो प्रोसिड्युरमा कुनै न कुनै रूपमा संलग्न भएपछि त्यसको अपनत्व लिने र त्यसपछि गएर प्रदेश सभामा अलिकति छलफल बहस अलि सकारात्मक ढङ्गले अगाडि बढ्न सक्थ्यो कि। त्यस कारण यो प्रोसिड्युर बनाऊँ भन्ने मेरो आग्रह छ। अझ यसको लागि म त के भन्छु भन्दाखेरि, हाम्रो प्रदेश सभा नियमावलीमा मान्य सभामुखज्यू एउटा विशेष समितिको एउटा अवधारणा हामीले सोचेका रहेछौँ। तर त्यो विशेष समिति के को लागि बनाइएको रहेछ त भन्दाखेरि, केही विशेष विषय आयो भने विशेष समिति बनाउने, त्यो विषय सकिएपछि विशेष समिति सकिने भन्ने बनाएको रहेछ। नियमावली संशोधन गरेर एउटा विशेष समिति बनाऊँ। विशेष समितिमा के गरौँ त भन्दाखेरि त्यसले प्रोसिड्युर पनि बनाउँछ। मध्यमकालीन खर्च संरचना संसदको कुनै समितिमा छलफल गर्नुपर्छ भन्छु मैले होइन। मध्यमकालीन संरचना अहिले हाम्रो सबभन्दा काम नलाग्ने अथवा कसैले नहेर्ने डकुमेन्टको रूपमा छ होइन। त्यस कारणले गर्दा मध्यमकालीन संरचना त्यो समितिमा छलफल गरौँ। त्यसपछि गएर त्यो मध्यमकालीन संरचना निर्माण गरौँ। अझ त के त भन्दाखेरि मध्यमकालीन संरचना कम्तीमा प्रदेश सभामा पेश हुन्छ र मान्य प्रदेश सभा सदस्यहरूलाई दिने गरिन्छ। यो आवधिक योजना त न प्रदेश सभामा पेश हुन्छ, सरकारले निर्माण गर्ने हुन्छ, हो त प्रचलन त त्यही हो, सङ्घीय सरकारमा प्रचलन त्यही हो। तर त्यो प्रचलनले मात्रै आज अपुग भयो भन्ने मेरो ठम्याइ छ। त्यस कारणले गर्दाखेरि पञ्चवर्षीय योजना, आवधिक योजना बनाउँदाखेरि पनि त्यसको आवधिक योजनाको अपनत्व सदनले कसरी लिने हो त, प्रदेश सभाले कसरी लिने हो? प्रदेश सभाले अपनत्व नलिएको होइन, पञ्चवर्षीय योजना, आवधिक योजना सरकारले बनाउँछ, त्यसमा हामीले शङ्का गरेको होइन। तर कम्तीमा पनि त्यसको अपनत्व प्रदेश सभाले लियो भनेपछि त्यसपछि गएर त्यसको भोलिका दिनहरूमा कार्यान्वयन गर्ने सन्दर्भमा त्यसले केही न केही सकारात्मक नतिजा निकाल्न सक्छ। आवधिक योजना छलफल गर्ने, मध्यमकालीन खर्च संरचना छलफल गर्ने, बजेटको प्रोसिड्युर छलफल गर्ने र त्यसपछि गएर यस्ता तमाम खालका विषयहरू जो प्रदेशमा महत्त्व राख्ने विषयहरू छन्, यहाँ सदनमा बेला बेलामा धेरैपल्ट उठिराख्ने विषयहरू छन् नि, त्यो सबै प्रकारका विषयहरूमा त्यो विशेष समितिमा छलफल गरेर त्यसपछि गएर त्यो विशेष समितिमा छलफल गरेर सबैको अपनत्व हुने गरी त्यो प्रक्रियालाई अगाडि बढाउँदाखेरि सबभन्दा बेस्ट हुन्छ। यो प्रक्रियामा जाउँ भन्ने म यहाँ सरकार पक्षलाई पनि प्रतिपक्ष पनि यहाँ सबै मान्य सदस्यज्यूहरू सबै अब प्रमुख नेताहरू यहाँ सहभागी भएको सन्दर्भमा यो प्रदेश सभाको यो सम्मानित बैठकमा म यो कुरा दर्ज गर्न चाहन्छु कि यो प्रक्रियाबाट हामी अगाडि बढौँ। अर्को कुरा, योजना आयोगमा मैले छुट्टै हेरेको थिएँ एउटा कार्यक्रम, विकाससँग विधायक भनेर अब अस्तिको जस्तै होटेलमा सांसदहरूलाई बोलाउने कार्यक्रम। मेरो विनम्रतापूर्वक आग्रह के छ त भन्दाखेरि, सरकारको कुनै मन्त्रालयले र त्यसपछि गएर कुनै आयोगले कसैले पनि प्रदेश सभा सदस्यहरूलाई अर्को होटेलमा नबोलाउँ होइन। त्यस्ता प्रकारका कार्यक्रमहरू प्रदेश सभाको कुनै समितिले आयोजना गरेर यही गरौँ होइन। त्यसो गऱ्यो भनेपछि के हुन्छ त भन्दाखेरि, प्रदेश सभा अब यो त हाम्रो कर्णाली प्रदेशमा नयाँ प्रचलन छ कि यो योजना आयोगले पनि बोलाइदिने, सबै मन्त्रालयहरूले पनि बोलाइदिने होइन, सांसदहरू सबै लाएर लाइन लाएर जाने, सबै राम्रो प्र्याक्टिस हो त्यो। सांसदहरूको मतहरू लिउँ भन्ने उहाँहरूको सकारात्मक सोच, यसमा मैले नेगेटिभ टिप्पणी गर्न खोजेको होइन। तर
शक्ति पृथकीकरणको सिद्धान्त अनुसार प्रदेश सभाभित्र ती सरकारलाई बोलाएर समितिहरूमा बोलाएर छलफल गर्नुपर्ने जे प्रकारको के अरे संसदीय सर्वोच्चता जो हो त्यो सर्वोच्चतामा कहीँ न कहीँ हाम्रो मिस भइराखेको जस्तो लाग्छ मलाई। त्यस कारणले गर्दाखेरि त्यो प्रक्रियाबाट अगाडि बढौँ भन्ने मेरो कुरा छ। अन्तिममा मेरो कुरा के छ त भन्दाखेरि सभामुख महोदय हो, हामी यहाँ विरोध र समर्थन भन्दा पनि के अरे यथार्थमा गएर छलफलको प्रारम्भ गरौँ भन्ने अथवा छलफल गरौँ भन्ने मेरो आग्रह छ है। अब कसैले राम्रै राम्रो गरेको देख्दिने, कसैले नराम्रै नराम्रो गरेको देख्दिने होइन। हुन त मन्त्रालय त घट्यो त, अब चालु खर्च घट्यो भनेर यहाँ अघि एकजना मान्यज्यूले भनिदिनु भयो चालु खर्च अघिल्लो वर्ष 23.61% रहेछ टोटल बजेटको, यो वर्ष 24.31% छ। मन्त्रालय घटेर चालु खर्च कहाँ घट्यो त? घटेन नि। मैले भन्न खोजेको कुरा मन्त्रालय त घटाउँदै छौँ हामी होइन, फेरि निर्देशनालय घटाउने कुरा छ। मैले 1 मिनटमा सकेँ सभामुख, निर्देशनालय घटाउने कुरा छ होइन, संरचना घटाउँदै जान्छौँ हामी, चालु खर्च त बढिरहेछ त। यहाँ कहाँ मिस भइरहेछ? मैले यो यद्यपि यो आजको विषय होइन, तर हुँदाहुँदै पनि मैले के भन्छु त भन्दाखेरि हामीले संरचना घटाउँ, चालु खर्च पनि घटाउँ, पुँजीगत खर्च पनि बढाउँ, यसमा कुनै विमति छैन। तर हामीले के गरौँ त भन्दाखेरि सबैको अपनत्व हुने गरी विगतका हाम्रा सबै सीमा समस्याहरू हो त। अब टुक्रे योजना अघिल्लो कार्यकालमा, अघिल्लो प्रदेश सभाको अघिल्लो कार्यकालमा सुरु भएका योजना अहिलेसम्म सम्पन्न भएका छैनन्। त्यही योजनाले हामी टुक्रे योजना बनिरहेछौँ। प्रत्येक वर्ष 10 लाख जाँदाखेरि पनि त 90 लाख त गयो होला त त्यो योजना। 90 लाखको योजना टुक्रे योजना हुन्छ त सभामुख महोदय? होइन, पैसा टुक्रे भयो क्या, योजना टुक्रे होइन। हामी माननीय सदस्यहरूले दिएको योजना पनि टुक्रे योजना होइन, तर पैसा टुक्रे भयो। पैसा टुक्रे नगरौँ, थोरै योजना बनाऊ, पैसा पर्याप्त राखौँ, कार्यान्वयन गर्ने गरी सम्पन्न गर्ने गरी योजना राखौँ, त्यसपछि टुक्रे योजनाको बहस सकिन्छ के। हामी आवश्यकताभन्दा बाहिर गएर जो बहस गरिराखेका छौँ त्यो बहसबाट अलिकति सही ट्र्याकमा गएर सही ठाउँबाट यसलाई अगाडि बढाएर लैजाउँ भन्ने कुरा म यहाँ राख्दै बिदा हुन्छु। धन्यवाद।